एउटा बाँदरले बाँदरकै खेलाउन डलसँग बनाएको आत्मीयताले यति बेला सबैको मन जितिरहेको छ। जापानको इचिकावा सिटी स्थित जूमा राखिएको 6 महिनाको यो बाँदरको नाम हो पञ्च। जन्मिँदा मात्र 500 ग्राम तौल भए पञ्चलाई आमाले अस्वीकार गरेपछि हेरचाहकर्ताहरूले उसको स्नेहको अभाव पूर्ति गर्न बाँदरकै स्वरूपको नरम खेलाउन ल्याएर उसको अघि राखिदिए। बिस्तारै उनले यही डललाई आफ्नो ठान्न थाल्यो र आत्मीयता बन्दै गयो। अहिले पञ्चले कपडाको उक्त खेलौनालाई अँगालो हालेर सधैँ साथ राख्छ र सुत्दा पनि सँगै लिएर सुत्छ। कतै नयाँ ठाउँ जानु परे पनि सँगै लिएर जान्छ। उसले जति बेला पनि एउटा हातले समातिरहन्छ। अहिले उसलाई माया गर्दै हजारौं पोस्ट फैलिरहेका छन्। पञ्चले यही डलको सहारामा आमाको अभावलाई पूरा गरिएको छ। धन्यवाद। म शिवकुमार सहनी, त्रिवेणी टिभीको